आर्सेनल वर्सेस ब्रेन्टफोर्ड आर्सेनलको हरेक गेम त हेर्नै पर्ने गेम हुन्छ लट अफ पिपल आर वाचिङ कि आर्सेनलले पोइन्ट लुज गर्छ कि यो गेममा गर्दैन भन्ने कुरा आर्सेनलले च्याम्पियन्स लिगको लास्ट गेममा 3-1 विन लिएर आएको थियो बायर्नसँग र त्योभन्दा अगाडि टोटेनहम हटस्पर्सलाई 4-1 स्म्यास गरेको थियो अब चेल्सीसँग खेल्दैछ आर्सेनल सो यो मैले भिडियो रेकर्ड गर्ने बेलासम्म चाहिँ खेलेको छैन सो आई डोन्ट नो के हुनेवाला छ बट आई थिङ्क चेल्सीलाई आर्सेनलले 2-1 जित्नेछ एटलिस्ट ड्र त लिएर आउनेछ आर्सेनल आई डोन्ट थिङ्क आर्सेनल लुज र आर्सेनलको होम एमिरेट्स स्टेडियममा हुनेवाला छ गेम वेयर दे हेभ नट लस्ट एनी गेम दिस सिजन सो यु क्यान सी कति स्ट्रङ रेकर्ड छ ब्रेन्टफोर्डले लास्ट गेम बर्नीलाई 3-1 विन लिएर आएको थियो बर्नी प्लेड भेरी वेल र अलमोस्ट 80 मिनट्समा ब्रेन्टफोर्डले जितिरहेको थियो बट अगेन देन पेनाल्टी पाएर बर्लीले ड्र गरेको थियो आई थट ओ सिट ड्र हुनेवाला छ क्या हो किनकि आई प्रेडिक्टेड 3-1 र बट फाइनल्ली आउट क्लास गरेको छ ब्रेन्टफोर्डले देयर क्लास वर्ल्ड एन्ड दे वान 3-1 गुड गेम र ब्रेन्टफोर्डको होममा अगेन दे आर प्लेइङ भेरी गुड एट होम र इट वाज एक्सपेक्टेड विन टु बी अनेस्ट बट यो गेम आर्सेनलसँग छ जसमा जित्न एकदमै एकदमै मुस्किल छ प्लस ब्रेन्टफोर्डको अवे फर्म राम्रो छैन र आर्सेनलसँग ब्रेन्टफोर्डले लास्ट 7-8 गेमसम्म अहिलेसम्म जितेको छैन र आई थिङ्क त्यो फर्म अझै कन्टिन्यू हुनेछ र आर्सेनलले जित्नेछ सो आम गन गो विथ आर्सेनल विनिङ दिस गेम विथ द स्कोर लाइन अफ 3-0